एकजना जवान मानिस आफूलाई आफ्नै जीवनको नीरस धूसर दिनचर्यामा फसेको पाउँछ। हरेक दिन उही काम, हरेक दिन उही बाटो र हरेक दिन बिल्कुल अघिल्लो दिन जस्तै। कहीं न कहीं उसलाई लाग्थ्यो कि यति स्थिर जीवनले उसलाई शान्ति दिनु पर्थ्यो। तर सत्य के थियो भने उसको हृदय केही अरू नै चाहन्थ्यो, केही फरक, केही यस्तो जसले उसको जीवनलाई हल्लाइदियोस्। एक रात सधैँझै कामबाट फर्किएपछि ऊ टिभी खोल्छ र त्यही क्षण अचानक ऊ टिभीको स्क्रिनभित्र तानिन्छ। आँखा झिम्क्याउने बित्तिकै ऊ आफूलाई एउटा अजीब ठाउँमा उभिएको पाउँछ र उसको अगाडि एउटा रहस्यमय आकृति प्रकट हुन्छ। त्यो आकृति शान्त स्वरमा भन्छ, म सौर्यमण्डलको निगरानी गर्छु। डरले झस्किएर त्यो जापानी मजदूर सोध्छ, तपाईँ कुनै एलियन हुनुहुन्छ? त्यो अपरिचित हल्का मुस्कानसहित जवाफ दिन्छ, एलियन भन्दा अलि माथि सम्झ, कुनै देवता जस्तै। तर साँचो कुरा भन्नुपर्दा म ब्रह्माण्डको एक प्रकारको मिडिल म्यानेजर हुँ। कुराकानीकै क्रममा ऊ आफ्नो झन्झट पोख्न थाल्छ। ऊ बताउँछ कि मार्टियस नामको एउटा ग्रह छ जहाँ उसले जे गरे पनि हरेक पटक सबै कुरा बिग्रिन्छ। सभ्यताहरू जन्मिन्छन्, पछि ढल्छन्, बारम्बार। त्यही कारणले उसले हस्तक्षेप गर्नु परेको थियो। ऊ व्याख्या गर्छ, मार्टियसमा खस्ने सानोसी थोपा पनि लहर बनेर फैलिन सक्छ र पूरै संसार परिवर्तन गर्न सक्छ। त्यसपछि ऊ सिधै त्यो युवकतर्फ हेर्छ, म चाहन्छु कि तिमी त्यही थोपा बन। अचानक वातावरण गम्भीर बन्छ। त्यो प्राणी कुनै हिचकिचाहट बिना भन्छ, वैसे पनि तिमी त पहिले नै मरेका छौ। यो सुन्दै युवकको खुट्टा मुनिको जमिन खस्छ। यदि तिमीले इन्कार गर्यौ भने तिम्रो आत्मा सधैँका लागि मेटिनेछ। तर यदि तिमी मार्टियस गयौ भने म तिमीलाई खाली हात पठाउने छैन। ऊ बताउँछ कि उसलाई विशेष क्षमताहरू दिइनेछन्। उदाहरणका लागि ऊ आफ्नो बही खातामा उसको अत्यधिक जादुई क्षमता दर्ज गर्छ। यो सुन्दै युवकका आँखामा चमक आउँछ। उसलाई जीवनमा पहिलो पटक लाग्छ सायद यो मौका उसको किस्मत बदल्न सक्छ। ऊ आफ्ना इच्छाहरू भन्न थाल्छ। उसलाई सुन्दर महिला साथी चाहिन्छन्। देवता आश्वासन दिन्छ, नयाँ संसारमा तिमीले उनीहरूसँग अवश्य भेट गर्नेछौ। उसको पहिचान गर्ने क्षमता बढाइन्छ ताकि ऊ यस्ता वस्तुहरू चिन्न सकोस् जसलाई बेचेर पैसा कमाउन सकियोस्। तिनलाई राख्नका लागि एउटा जादुई थैली, बातचितका लागि स्थानीय भाषाको स्वतः समझ र यसमाथि विभिन्न प्रकारका उपयोगी प्रतिरोधात्मक शक्तिहरू। त्यही बेला अचानक उसको शरीर बिस्तारै हराउन थाल्छ। डरले उसको सास अड्किन्छ। त्यो प्राणी भन्छ, जाने समय आइसकेको छ। उपहारहरूको सूची हेर्दा ऊ आफै सोच्न थाल्छ, सायद उसलाई अलि धेरै नै दिइएको छ। तर अब धेरै ढिलो भइसकेको थियो। एक सामान्य अफिस कर्मचारी अब एउटा यस्तो फ्यान्टेसी संसारमा पठाइन्छ जसको उसले कहिले पनि कल्पना समेत गरेको थिएन। जब ऊ आफ्नो आँखा खोल्छ, उसको अगाडि फैलिएको दृश्यले उसको सासै रोकिदिन्छ। नीलो आकाश, हरियो धरती र टाढासम्म फैलिएको अद्भुत प्रकृति। तर त्यो आश्चर्यसँगै एउटा प्रश्न पनि उठ्छ, अब म के गरूं? ऊ निर्णय गर्छ, पहिला यस अपरिचित संसारमा मानिसहरू खोज्नुपर्छ। हिँड्दै जाँदा ऊ टाढा एउटा गाउँ देख्छ, तर पैसा बिना खाना कसरी पाइन्छ? त्यही बेला उसलाई दिइएको क्षमता सम्झना आउँछ, पहिचान गर्ने क्षमता। यदि उसले सामग्री संकलन गर्यो भने सायद बेच्न सक्ला। उत्साहमा ऊ जमिनबाट एउटा काठ उठाउँछ, छडी जस्तै समाउँछ र जोडले कराउँछ, एक्टिभेट रेकग्निसन म्याजिक। केही पनि हुँदैन। लाजले उसको अनुहार रातो हुन्छ। बुझ्ने प्रयासमा ऊ जमिनमा एउटा शब्द लेख्छ, सर्च। जसै ऊ यो शब्द बोल्छ, चम्किला चिन्हहरू हावामा देखा पर्छन् र वरिपरि छरिएका सामग्रीतर्फ इशारा गर्न थाल्छन्। अब उसलाई बुझिन्छ सही कमाण्ड शब्द आवश्यक रहेछ। ऊ चेक, इन्भेस्टिगेट, स्क्यान आजमाउँछ। अचानक एउटा शब्द काम गर्छ। एउटा भर्चुअल प्यानल खुल्छ र अगाडिको फूलको पूरा जानकारी देखाउँछ। खुशीले भरिएर ऊ चारैतर्फबाट चीजहरू संकलन गर्न थाल्छ। तर धेरैजसो वस्तुहरू न्यून र्याङ्कका हुन्छन्। अनि त्यसपछि ऊ गल्तीमा केही उठाउँछ। हातमा हेर्दा थाहा हुन्छ त्यो गोबर रहेछ, समुद्र स्तर र्याङ्कको गोबर। घिनसँगै उसलाई एउटा पाठ पनि मिल्छ। व्यापार योग्य सामग्रीमा विशेष आइकनहरू हुन्छन्।
पर्याप्त सामान जम्मा गरेर ऊ गाउँतर्फ दौडिन्छ। गाउँको ढोकामा आधा निन्द्रामा उभिएको एउटा पहरेदार भेटिन्छ। ऊ पहरेदार निन्द्राउँदै हुन्छ। ऊ आँखा मिच्दै सोध्छ, कि तिमी यात्री हौ? युवक आफ्नो नाम बताउँछ, तकारु। आफ्नै उचाइ देखेर ऊ आफै पनि अचम्मित हुन्छ। पहरेदारले उसलाई टाउकोदेखि खुट्टासम्म हेर्छ र सोध्छ, तिमी वारियर हौ? तकारु टाउको हल्लाएर इन्कार गर्छ, होइन, म त केवल सामग्री बेच्न आएको हुँ। पहरेदार मुस्कुराउँछ। ऊ आफ्नो परिचय दिन्छ, मार्लो, टर्मी गाउँको गस्ती सैनिक। ऊ बताउँछ कि गाउँमा छुट्टै सामग्री पसल छैन, तर एउटा सामान्य स्टोर भने अवश्य छ। ढोका खुल्छ, तकारु गाउँभित्र प्रवेश गर्छ। बाटोमा मानिसहरूले उसलाई अचम्मका नजरले हेर्छन्। उसको उचाइ, उसको पहिरान, सबैले उनीहरूलाई चकित बनाउँछ। पसलमा पुगेर तकारु अलि हिचकिचाएर पसलेसँग सोध्छ, के तपाईँ यो जंगलमा भेटिएको सामान किन्नुहुन्छ? ऊ थैलीबाट गोबर निकाल्छ। पसले त्यसलाई ध्यानपूर्वक हेर्छ, सुङ्छ र अचानक उसका आँखाहरू चम्किन्छन्। यो त ह्यामर एन्टरको मल हो। ऊ त्यसको आकार, मजबुती र रङको खुलेर प्रशंसा गर्छ र 5वटा सिक्का चाँदी अघि बढाउँछ। तकारु अन्योलमा पर्छ। एक रात सरायमा बस्न कति खर्च लाग्छ? पसले बुझाउँछ, 500 रेब्स र एक चाँदीको सिक्का बराबर 1000 रेब्स। हिसाब लगाउँदै तकारुको दिमाग सुन्निन्छ। यदि एक रात करिब 5000 येन बराबर हो भने यो गोबर 50,000 येनको रहेछ। ऊ स्तब्ध हुन्छ र झन बढी तब जब ऊ देख्छ कि पसलले त्यो गोबर आफ्नो गालामा दलिरहेको छ, मानव कुनै नरम खेलौनी हो। उत्साहित भएर पसलले सोध्छ, अनि अरू के ल्याएका छौ? जब ऊ थैलीभित्र हेर्छ, त्यहाँ अझ रारा वस्तुहरू निस्कन्छन्। आश्चर्यले ऊ सोध्छ, यति टाढाको ठाउँमा किन आएका छौ? तकारु बताउँछ कि ऊ जहाँ जान्छ त्यहाँ सामग्री संकलन गर्छ। यो सुन्नासाथ पसलले मौका गुमाउँदैन। ऊ उसलाई पूर्वी पहाडबाट मिथ्रिल अयस्क ल्याउने काम प्रस्ताव गर्छ। तकारु नक्साको बारेमा सोध्छ। यसको जवाफमा पसलले उसलाई पहिले नै 3,60,000 रेब्स दिन्छ। तकारुको टाउको घुम्छ। यो रकम 36 लाख येन बराबर थियो। तर पछि साँचो कुरा खुल्छ। पूर्वी पहाडहरूमा राक्षसहरू घुम्छन्। त्यो अनौठो सौदापछि तकारु अन्ततः सरायमा कोठा पाउँछ। तर उसलाई सबैभन्दा बढी चाहिने हुन्छ एउटा राम्रो स्नान। त्यही बेला ढोका नढकढकै उही महिला कर्मचारी भित्र पस्छे। ऊ 30 रेब्स मूल्यको तातो पानीको टब बोकेर ल्याएकी हुन्छे। तकारु टाउको खजाउँदै सोध्छ, कि यहाँ साँच्चीकै बास्टब छैन? केटी हाँस्दै भन्छे, त्यो सुविधा त केवल धनीहरूका लागि हो, नत्र भने कुनै जादुगरबाट सफाई गराउन सकिन्छ। तर टर्मीमा कुनै जादुगर छैन। तकारु पैसा र अलिकति टिप दिन्छ। केटी खुशीले चम्किन्छे। एक्लै भएपछि तकारु फेरि त्यसै कुरामा सोच्न थाल्छ। यदि जादुले सफा गर्न सकिन्छ भने ऊ एउटा शब्द प्रयास गर्छ, क्लिन। अचानक एउटा स्किल एक्टिभेट हुन्छ। उसको शरीर क्षणभरमा चम्किन्छ। अचम्म र खुशीको चिच्याहट पूरै गलिहारा गुन्जिन्छ। ऊ आफूलाई ऐनामा हेर्छ, चम्किलो, फ्रेश। तर मनमनै भन्छ, काश एउटा टबमा ढुक्कसँग पल्टिन पाउँथे भए। अर्को दिन तकारु फेरि जंगल जान्छ। अब उसलाई सामग्री संकलन गर्ने बानी परिसकेको हुन्छ। त्यही बेला ऊ पहिलो पटक तरवारको आइकन देख्छ। ऊ झस्किन्छ। त्यो त एउटा मृत योद्धाको अवशेष थियो। उसको सामान त्यही छरिएको थियो। हतियारहरू सामान्य, कम र्याङ्कका थिए। तैपनि तकारु त्यसलाई त्यसै छोड्दैन। ऊ एउटा चिहान खन्छ, प्रार्थना गर्छ र तरवारलाई चिहानको शिला जस्तै गाडिदिन्छ। साँझ पर्दै ऊ जमिनमा एउटा घेरा कोर्छ। ब्यारियर, एउटा अदृश्य जादुई ढाल सक्रिय हुन्छ। सुरक्षित महसुस गर्दै ऊ मसला, जंगली तरकारी र मासु हालेर स्ट्यू बनाउँछ। पहिलो चम्चा चाख्ने बित्तिकै ऊ मुस्कुराउँछ, सायद यो नयाँ जीवन मेरो जीवनकै सबैभन्दा राम्रो कुरा हो। अर्को बिहान तकारु सेतो रुखहरूको जंगलतर्फ निस्कन्छ, जसलाई मानिसहरूले प्राचीन ड्रागनहरूको वन पनि भन्छन्। यही क्षेत्र हो जहाँ पूर्वी पहाडहरूमा व्यापारीले भने अनुसार मिथिल अयस्क पाइन्छ। अँध्यारो जंगलमा बाटो देख्न ऊ प्रकाशको एउटा गोला बनाउँछ। तर हिँड्दै जाँदा उसको झन्झट बढ्दै जान्छ। न अयस्कको कुनै चिन्ह, न कुनै जीवजन्तु। यो ठाउँ मानौ मरेको जस्तै थियो। ऊ आफैसँग बुदबुदाउँछ, कि त म यति धेरै गन्हाइरहेको छु कि राक्षसहरू पनि मलाई सुङ्न चाहँदैनन्।
जे भए पनि ऊ जङ्गलबाट चाँडै बाहिर निस्केर पहाडतर्फ अघि बढ्ने निर्णय गर्छ। तर हतारमा उसले यो देख्न सक्दैन कि ऊ सिधै एउटा खोजतर्फ दौडिरहेको छ। अर्को क्षण ऊ भयानक गहिराईतर्फ खसिरहेको हुन्छ। आत्तिँदै ऊ चिच्याउँछ, ग्लाइड! भाग्यवश एउटा जादु सक्रिय हुन्छ र उसको खसाई बिस्तारै चिप्लिन्दो उडानमा बदलिन्छ। डर हुँदाहुँदै पनि ऊ एउटा लुकेको उपत्यकामा अवतरण गर्छ, जहाँ उसले चाँदीका अयस्कका धेरै नसाहरू भेट्छ। ऊ तुरुन्तै कुदाल निकाल्छ। तर यो व्यापारीले चाहेको वस्तु थिएन। उसलाई चाहिएको थियो मिथिल। ऊ फेरि आफ्नो सर्च जादु प्रयोग गर्छ। यसपटक गुफाको अझ भित्र एउटा हल्का सङ्केत देखिन्छ। त्यही बेला जमिन काँप्न थाल्छ। भूकम्प! समय कम छ। ऊ जे जति भेटिन्छ छिटो छिटो समेट्छ र बाहिर निस्कन तयारी गर्छ। त्यसपछि ऊ इग्नाइट र इरप्सन दुईवटा जादु मिसाएर लगभग एउटा बम बनाइदिन्छ। धमाका हुन्छ, चट्टान फुट्छ र त्यही मिथिलको नसा प्रकट हुन्छ। र्याङ्क A+, तर कम्पन झन तीव्र हुँदै जान्छ। उसले तुरुन्तै निस्कनुपर्छ। तर पनि लोभले जित्छ। ऊ अझ गहिराईतर्फ जान्छ र त्यहाँ एउटा चमत्कार उसको प्रतीक्षा गरिरहेको हुन्छ। एउटा झरना, एकदमै सफा, क्रिस्टल जस्तै पानी। स्क्यान गरे लगत्तै उसको सास रोकिन्छ। SS र्याङ्क सामग्री, अहिलेसम्मको उसको सबैभन्दा ठूलो खोज। त्यही बेला उसको दिमागमा विचार आउँछ, यदि यो पानीमा प्राचीन ड्र्यागनको माना छ भने के यहाँ कहिल्यै... र त्यत्तिकैमा पानीबाट एउटा विशाल आकृति उठ्छ। एउटा प्राचीन ड्र्यागन, ड्र्यागन वाल्डियस। ड्र्यागनको भयावह उपस्थितिका बावजुद तकारू घाग्दैन। ऊ झुक्छ र माफी माग्छ, बोलाउँदै उसको घरभित्र पसेकोमा। जापानी काम संस्कृतिले उसलाई जो कोही अगाडि झुक्न सिकाएको थियो। बस उसले कहिल्यै सोचेको थिएन कि एक दिन ड्र्यागनको अगाडि झुक्नुपर्नेछ। ड्र्यागन हाँस्छ। उसको नाम हो वाल्डियस। ऊ सोध्छ, तिमी को हौ? तकारू जवाफ दिन्छ, तकारू कामाशिरो, एक सामान्य मानिस। ड्र्यागन यसमा विश्वास गर्दैन किनकि तकारूबाट निस्किरहेको जादुई शक्ति उसकै आफ्नै स्तरको थियो। वाल्डियस एउटा प्रस्ताव राख्छ। उसको बच्चा एउटा अण्डाभित्र निन्दाइरहेको छ। यस गुफामा माना थुनिएको छ, त्यसैले अण्डा कहिल्यै फुट्न सकेन। यदि तकारूले आफ्नो शुद्ध मानवीय शक्ति त्यो अण्डामा हाल्यो भने बदलास्वरूप उसले धेरै मात्रामा मिथिल पाउनेछ। तकारू सहमति जनाउँछ। ड्र्यागन पानीबाट एउटा विशाल कालो अण्डा निकाल्छ। ऊ बुझाउँछ, जसरी उसले प्रकाशको गोला बनाएको थियो त्यसरी नै आफ्नो शक्ति यसमा हाल्नुपर्छ। तकारू सोध्छ, अण्डालाई कसरी तताउने? ऊ फुसफुसाउँछ, हिट। तुरन्तै अण्डाभित्र तातोपन दौडिन्छ। तर त्यसपछि केही गलत हुन्छ। अण्डाले उसको छाला तानिरहेको जस्तो लाग्छ। उसको शक्ति, उसको आत्मा, सबै कुरा। ड्र्यागनको गुन्जिने हाँसोबीच तकारू डराउँछ। के मलाई धोका दिइयो? के यो नयाँ संसारमा उसको यात्रा यही समाप्त हुनेछ? उसको चेतना एउटा शून्यमा खस्छ। अस्त्रल सागर। त्यहाँ एउटा रहस्यमयी सत्ता प्रकट हुन्छे। ऊ उसलाई गाली गर्छे, यति लापरवाहीसँग आफूलाई खतरामा धकेल्न बन्द गर। ऊ बताउँछे कि सामान्य मानिस ड्र्यागन देखेपछि या त बेहोस हुन्थ्यो वा भागिहाल्थ्यो। तर तकारू दुनियाँकै नियम बदलिरहेको छ। ऊ इकरार गर्छे कि हजारौं वर्षदेखि ऊ यस संसारमा सानातिना परिवर्तन गर्दै आइरहेकी छे। तर तकारू एउटा आँधी झैँ आएको छ। त्यसैले ऊ निर्णय गर्छे कि त्यो केटालाई दिइएका केही विशेष क्षमताहरू घटाइनेछन्, अर्थात् सौर्यमण्डलका त्यो म्यानेजरले दिएको शक्ति। यसैसँगै तकारूको निन्द्रा टुट्छ, एक शिशुको अर्थहीन बडबडाहटको आवाजले। ऊ आफूलाई एक अन्तहीन शून्यमा उभिएको पाउँछ र छिट्टै नवजातको रुवाईसँगै प्राचीन ड्र्यागन वाल्डियसको आवाज गुन्जिन्छ। तकारू अर्को प्रकाश गोला बनाउँछ, जसले त्यो खाली स्थान उज्यालो पार्छ
र तब ऊ देख्छ कि ड्रागनको अण्डा अन्ततः फुटिसकेको छ। कृतज्ञताको प्रतीक स्वरूप वल्डियसले तकारुलाई त्यो नवजातको नाम राख्ने अनुमति दिन्छ। केही क्षण सोचेर तकारू नाम राख्छ बी, ब्ल्याकको छोटो रूप, किनकि त्यो सानो जीवका स्केलहरू गहिरो कालो रङका छन्। विडम्बना के थियो भने वल्डियसले यसलाई बी टु ब्ल्याक अर्थात् पूरा जोडेर बुझ्छ र त्यही नाम स्थायी रूपमा बस्छ। यसका साथै वल्डियस घोषणा गर्छ कि उसको बच्चा तकारुसँगै यस विशाल संसारको यात्रा गर्नेछ। यो जिम्मेवारी केटालाई अत्यन्त भारी लाग्छ, यति अचानक, यति ठूलो। तर पनि जसरी वल्डियसले पहिले भनेको थियो, तकारू उसभन्दा पनि शक्तिशाली छ। प्राचीन ड्रागन यो थाहा पाएर ढुक्क हुन सक्छ कि उसका छोरा सक्षम हातहरूमा छन्। गहिराईमा फर्केर हराउनु अघि त्यो राक्षसले तकारूको झोलातर्फ एउटा रहस्यमय मन्त्र प्रक्षेपण गर्छ र फेरि एकपटक विशाल तालमा डुब्छ। अब नवजातको जिम्मेवारी सम्हाल्दै तकारू बीलाई सामग्री संकलन गर्ने यात्रामा सँगै जान बोलाउँछ। तर निस्कनु अघि ऊ महसुस गर्छ कि ह्याचलिङको दुर्गन्ध असह्य छ। मुख बिगार्दै ऊ सानोमाथि क्लिन कौशल प्रयोग गर्छ ताकि उसको नाक अत्यन्त अप्रिय यात्राबाट जोगियोस्। अन्ततः दुवै गुफाबाट बाहिर निस्कन्छन्। तकारू बीको आँखामा खुशी देख्न सक्छ जब ऊ जिन्दगीमा पहिलो पटक बाहिरी संसार देखिरहेको हुन्छ। तर सबै कुरा खुशी मात्र छैन। जंगल पार गर्न अब धेरै ढिलो भइसकेको छ र केटो भोकाएको पनि छ। त्यसैले ऊ त्यही डेरा जमाउने निर्णय गर्छ ताकि अघि बढ्नु अघि दुवै आराम गर्न सकुन्। सब व्यवस्था गर्न अघि तकारू झोला खोल्छ र एउटा कप एलिमेन्टल पानी निकाल्छ, किनकि वल्भासले उसको ब्याकप्याकलाई भूमिगत तालसँग जोडिदिएको थियो। अब मानवसँग त्यो पानीको अनन्त स्रोत छ जो बीको विकासका लागि आवश्यक छ र तकारू आफैले पनि त्यो पिउन सक्छ। रातमा ऊ आफ्ना म्याजिक स्टोनहरू जमिनमा राख्छ ताकि ढाल सक्रिय होस् जसले बिहानसम्म उनीहरूको रक्षा गर्नेछ। जेरोमको पसलबाट किनेको विश्वकोश अनुसार यी ढुङ्गाहरू महँगा मानिन्छन् किनकि तिनमा तातो दिने प्रभाव छ। आफ्नो आश्चर्यका लागि तकारू बुझ्छ कि ऊ यस्ता वस्तुहरू सजिलै बनाउन सक्छ। त्यसैले ऊ आफैले बनाएको एउटा वस्तु प्रयोग गरेर आगो बाल्छ। आगो बलिसकेपछि कलेक्टरले केही मासु भुट्छ र आफ्नो लागि स्ट्यू बनाउँछ। तर बी खानालाई टकटकी लगाएर हेरिरहन्छ। सानोको पेट बिग्रला कि भन्ने डर हुँदाहुँदै तकारू उसलाई अलिकति खान दिन्छ, शर्त मात्र यति कि चिसी नपर्खनुपर्छ। तर बीको लोभले चेतावनीलाई बेवास्ता गर्छ। ऊ स्ट्यूको कटौरा पल्टाइदिन्छ र एकैचोटि सबै निल्छ। तातोपन उसको घाँटीभित्र डर बनेर फैलिन्छ। त्यसैले तकारू अर्को कटौरामा स्ट्यू हाल्छ, फुकफुक गर्दै चिस्याउँछ र फेरि आफ्नो साथीलाई दिन्छ, जसले एक सेकेन्ड पनि नबिताइकन त्यो पनि पिउँछ। यति धेरै खाएपछि ड्रागन पूरी तरह ढिलो पर्छ। उसको पेट गर्भवती कुकुर जत्तिकै गोलो हुन्छ। तकारू मजाक गर्छ कि यस्ता चीजहरू खान सक्ने ऊ मात्र भएको भए कति नीरस हुन्थ्यो। कम्तीमा अब ऊ आफ्नो खाना बाँड्न सक्छ। यो कुरा छोडेर ऊ सोच्छ कि सानो ड्रागन आफ्ना बाउ आमाबाट टाढा भएर एक्लोपन महसुस गर्छ कि गर्दैन। तर बी मानवलाई अंगालो हाल्छ, स्पष्ट देखाउँछ कि जबसम्म उनीहरू सँगै छन् सब ठिक छ। खुशी हुँदै तकारू सानो मार्क्सका कौशलहरू जाँच्छ। ऊ बी र्याङ्क हो र असाधारण प्रतिभा राख्छ, तर पनि ऊ अझै बच्चा नै छ। त्यसैले बी शक्तिशाली भए पनि उसको साथीले उसलाई कुनै पनि लापरवाह काम गर्न नदिनु सल्लाह दिन्छ। विडम्बना के छ भने यसै कुरामा तकारू वल्डियसबाट डाँट खान्छ। तर त्यतिन्जेलसम्म सानो बी गहिरो निन्द्रामा परिसकेको थियो र उसले एक शब्द पनि सुनेन। मनमनै सोच्दै तकारूलाई याद आउँछ कि यस संसारमा आउनु अघि उसले एउटा प्यारो साथीको इच्छा गरेको थियो। ऊ पूर्ण रूपमा निश्चित छैन कि यो सरीसृप यही हो जसको उसले माग गरेको थियो, तर कुनै न कुनै तरिकाले उसलाई लाग्छ कि त्यो अचम्मको म्यानेजरले यो जाना बुझेर गरेको हो। जे भए पनि केटो पंखिटा राक्षससँगै आफ्नो यात्रा जारी राख्छ। बी आनन्द लिन्छ जबकि मानव चट्टान चढ्छ किनकि उसलाई उड्ने विशेषाधिकार प्राप्त छ। तकारूको आश्चर्यका लागि जब ऊ माथि पुग्छ ऊ महसुस गर्छ कि ऊ हिजोको त्यही जंगलमा फर्किसकेको छ र अनौठो कुरा के छ भने अब त्यो जंगल डराउनु देखिँदैन। तकारू बुझ्छ कि यो रहस्यमय जंगलहरूमध्ये एक हुनुपर्छ। अन्ततः ऊ कुनै सामान्य संसारमा छैन। जंगलभित्र ऊ सी र्याङ्क स्रोतहरू खोज्न केन्द्रित हुन्छ र आफ्नो सर्च क्षमता सक्रिय गर्छ। धेरै किसिमका जडीबुटी भेट्टाउँदा ऊ उत्साहित हुन्छ।
तर त्यत्तिकैमा बी आतंकित हुँदै अचानक देखा पर्छ, कुनै कुराबाट डराएको। तकारू आफ्नो सर्च क्षमताको दायरा बढाउँछ र धेरै आक्रामक राक्षसहरू उनीतर्फ आइरहेको महसुस गर्छ। गुफाभित्र पस्नु अघि उसलाई लागेको थियो कि उसको गन्धले राक्षसहरू टाढा राख्छ, तर त्यो सत्य हो वा नहो, अब त्यो गन्ध कमजोर परिसकेको छ र अब ऊ खुला निशाना बनेको छ। तर पनि कलेक्टरलाई थाहा छ कि ऊ सजिलो शिकार होइन, त्यसैले ऊ सम्भावित लडाईँका लागि तयार हुन्छ, आफ्ना शक्तिहरूमाथि पूर्ण विश्वास राख्दै। र अपेक्षा गरे जस्तै एउटा रक हक प्रकट हुन्छ, एक विशाल सी र्याङ्क प्राणी। साँच्चै भन्नुपर्दा वल्डियस जस्ता प्राचीन ड्रागनसँग भेटिसकेपछि यो स्टेरोइड खाएको बाज कुखुरा जस्तो लाग्छ र भन्नै पर्दैन दिउँसोको खानामा फ्राइड चिकन बराब विचार होइन। तकारू विश्लेषण गर्छ, यस चढाको मासु समृद्ध, गुलियो र बोसोयुक्त छ, त्यसैले ऊ मौका गुमाउँदैन र आक्रमण शुरू गर्छ। सबैभन्दा पहिले ऊ एउटा म्याजिक शिल्ड उठाउँछ, त्यसपछि ऊ बरफका सुईहरू बनाउँछ जसले प्राणीको छाला चिर्छ र उसलाई तुरुन्तै समाप्त गरिदिन्छ। जसरी अनुमान गरिएको थियो त्यो शत्रु एक्लो थिएन। ढिलो नगरी 6वटा सी र्याङ्क सर्पेन्ट वुल्भ्सहरू प्रकट हुन्छन् र आफ्नो शिकारलाई घेर्छन्। तकारू क्विकनेस कौशल प्रयोग गरेर आफ्नो गति बढाउँछ र रिडक्सन प्रयोग गरी आफ्नो शरीर हल्का बनाउँछ। एउटा ब्वासको झम्टाबाट बच्दै ऊ एक विशाल फड्का बाँड्छ, त्यसपछि ऊ आफ्ना हात र खुट्टामा हार्डनिङ एक्टिभेट गर्छ र एउटा फटकारु लात एउटा ब्वासको घाँटीमा हान्छ। त्यसपछि ऊ अर्को ब्वासलाई सिधै थुथुनुमा मुक्का हान्छ, जो उडेर तेस्रोसँग ठोक्किन्छ। चौथो ब्वास जबडामा लात खान्छ, यदि ब्वासको जबडा हुन्छ भने। अन्तिमका दुवैलाई सिधै अनुहारमा जोरदार थप्पड लाग्छ। लडाई यही समाप्त हुन्छ। सब कुरा सकिएपछि कलेक्टर त्यही गर्छ जसमा ऊ सबैभन्दा निपुण छ, संकलन। जनावरहरूको मासु संकलन गरिसकेपछि तकारूले देख्छ कि वरिपरि अझै पनि धेरै राक्षसहरू घुमिरहेका छन्। उसलाई लाग्छ सायद ऊ यो श्रापित जंगलबाट कहिल्यै बाहिर ननिस्कनेछ, कम्तीमा पनि जिउँदै त होइन। उसलाई डर सताउन थाल्छ कि कतै उसको साथी बी मारिने त होइन। घबराहटमा ऊ आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर बीलाई माथितिर तान्न थाल्छ। आफ्ना पखेटाहरूको बलियो फडफडाहटले बी कुनै न कुनै रूपमा मानवको शरीर उठाउन सफल हुन्छ, तर तकारू अत्यन्त भारी साबित हुन्छ। त्यसपछि तकारू फेरि आफ्नो तौल घटाउँछ र यहीँबाट अवस्था रमाइलो बन्छ। ड्र्यागन जुन शक्तिले उडिरहेको थियो त्यो अचानक दुवैलाई तीव्र गतिमा माथितिर उछालिदिन्छ। बी उडान माथिको सम्पूर्ण नियन्त्रण गुमाउँछ र आफ्नो साथीलाई अत्यन्त ठूलो उचाइबाट खसालिदिन्छ। तकारू जमिनमा ठोकिन्छ, यद्यपि रुखहरूको कारणले उसको खसाई केही हदसम्म नरम हुन्छ। यो कुनै चमत्कार भन्दा कम थिएन कि कामिसिरो तकारू जिउँदै बाँचेको थियो। बी यसलाई मानव स्वाभाविक रूपमा स्वीकार गर्छ र आफ्नो दुर्गन्धित जिब्रोले तकारूको अनुहार चाटिदिन्छ। तकारू गोबर जस्तो गन्धको गुनासो त गर्छ, तर आघातका कारण ऊ न त हल्लिन सक्छ न त घृणाको अनुहार बनाउन सक्छ। अझ खराब कुरा त के भने बीले उनीहरूलाई सेतो रुखहरूको जंगलबाट त बाहिर ल्याएको थियो, तर ठ्याक्कै त्यही ठाउँमा फर्काएर ल्याएको थियो जहाँ उनीहरूले हिजो डेरा जमाएका थिए। तकारू गुनासो गर्नै लाग्छ, तर ड्र्यागनले सबै कुरा उसलाई बचाउने उद्देश्यले गरेको हो भन्ने बुझेर ऊ चुप लाग्छ। ऊ केवल यति सम्झाइदिन्छ कि ऊ मानिस हो, कुनै खेलौना होइन। बी उसले भनेको एक शब्द पनि बुझ्दैन। अन्तत तकारू बोल्न छोड्छ र बी केवल यस कुरामा खुसी रहन्छ कि उसको साथी सधैँ उसको साथमा रहनेछ। यही सोचेर ऊ शुद्ध खुसीले भरिन्छ र आफ्नो सम्पूर्ण शक्तिले तकारूलाई अंगालो हाल्छ। त्यसपछि दुवै टर्मी गाउँतर्फ यात्रा जारी राख्छन्, जुन त्यहाँबाट एक दिनको दूरीमा थियो। बी तकारूको हातमा समातेको काठमा चासो देखाउँछ। तकारू बताउँछ कि यो यग्द्रासिलको एउटा सुप्त हाँगा हो जुन ऊ आफ्नो झोलामा बोकेर राखेको थियो। यो सुन्न साथ अनुमति नमागिकनै बी त्यसमा माना फुक्छ र त्यो काठ बिउझेर एउटा जादुई स्टाफमा रूपान्तरण हुन्छ। इमानदारीपूर्वक भन्नुपर्दा तकारू यस परिवर्तनबाट खासै खुसी हुँदैन। उसलाई डर लाग्छ कि कतै मानिसहरूले उसलाई जादुगर नठानुन्, तर अब केही गर्न सकिँदैन। अचानक जंगलभित्रबाट एक भयावह गर्जना सुनिन्छ। बी तुरुन्तै तकारूसँग टाँसिन्छ। मानवले त्यो आवाजभित्र लुकेको आतंक महसुस गर्छ, तर अचानक साहस जुटाएर बी त्यही आवाज आएको दिशातर्फ उड्छ र तकारूलाई उसको पछि दौडाउनुपर्छ। बाटोमा उनीहरूलाई एउटा घाइते एल्फ भेटिन्छे जो रुखसँग टेक लगाएर बसेकी हुन्छे। तकारू सोध्छ कि के उसमाथि जंगलको डरलाग्दो राक्षसले आक्रमण गरेको थियो।
तर सत्य केही फरक निस्कन्छ। वास्तवमा त्यो भयानक गर्जना एल्फको पेटको आवाज थियो, 3 दिनदेखि केही नखाएको कारणले। झण्डै बेहोस अवस्थामा ऊ पानी माग्छे। तकारुले उसको तिर्खा मेटाइदिन्छ, तर भोक भने होइन। पेट फेरि गर्जन्छ। त्यतिखेर तकारुलाई याद आउँछ कि सराईवालेले उसलाई एउटा विशेष दिउँसोको लासन दिएको थियो। दयालुता देखाउँदै ऊ त्यो डब्बा एल्फलाई दिन्छ। ऊ कुनै हिचकिचाहट बिना सारा खाना निल्छे। भोकका कारण हो वा खानाको स्वादले उसलाई लाग्छ मानौ ऊ स्वर्गमै पुगेकी छन्। कुरा बदल्दै तकारू सोध्छ कि ऊ गाउँबाट यति टाढा बिना खाना कसरी आइपुगेकी। लजाउँदै ऊ भन्छे कि ऊ हतारमा थिइन्। तकारू जवाफ दिन्छ कि हतारमा हुने मानिसहरूले पनि खाना सँगै राख्छन् भनेर। जवाफ नपाएपछि झन्झटमा एल्फबाट भयानक दुर्गन्ध निस्कन्छ। तकारूलाई नाक छोप्नुपर्छ। उसले सोचेको थियो कि एल्फहरू बसन्तको हावा र पुदिना जस्तो सुगन्धित हुन्छन्, तर यो त मल जस्तै गन्हाइरहेको थियो। ऊ उसका कपडाहरू सुँघेर जाँच गर्छ। एल्फ सफाई दिन्छे कि 3 दिनदेखि क्याम्प गर्नु उसको दोष होइन। लाज मान्दै ऊ तकारूलाई धन्यवाद दिन्छे र भन्छे कि कसैलाई मल जस्तो गनाउँछ भनेर भन्नु असभ्य कुरा हो, र त्यसो भन्दै ऊ त्यहाँबाट जान्छे। एल्फसँग विदा भएपछि तकारू जंगलबाट बाहिर निस्कदै बाटोमा अझ सामग्री संकलन गर्छ। भाग्यवश जंगलबाट बाहिर निस्कदै ऊ एउटा गाडी भेट्छ जसलाई एउटा बलियो युनिकर्न जात र्याङ्क ले तानिरहेको हुन्छ। चालक मित्रवत स्वभावको मानिस हुन्छ। सोध्दा तकारू बताउँछ कि ऊ टर्मी गाउँ जाँदैछ। यति लामो दूरी पैदल तय गर्न लागेकोमा चिन्ता व्यक्त गर्दै चालक सोध्छ कि के ऊ जादुगर हो। तकारू बताउँछ कि ऊ केवल एउटा कलेक्टर हो। चालक एउटा विशेषज्ञ कलेक्टरसँग भेट भएकोमा प्रभावित हुन्छ। यद्यपि तकारूले आफूलाई कहिले विशेषज्ञ भनेको थिएन, ऊ चुप लाग्नु नै राम्रो ठान्छ। अन्ततः चालकले उसलाई सवारी दिने प्रस्ताव गर्छ। तकारू परिवारसँगै गाडीमा बस्छ। बच्चाहरू चाँडै नै उसलाई मन पराउन थाल्छन्, जसले प्रभावकहरूको विश्वास पनि बढाउँछ। तकारू ठाउँ लिएकोमा माफी माग्छ, तर परिवारले उसलाई सम्झाउँछ कि टर्मीको नियम हो सधैँ अरूलाई मद्दत गर्नु। बाटोको खतरनाक अवस्था देखेर तकारू सोध्छ कि यदि ऊ डाकु भएको भए उनीहरूले के गर्थे। बच्चाले बताउँछ कि उनीहरूसँग एउटा जादुई वस्तु छ जसले खतरनाक व्यक्ति नजिक आउँदा घण्टी बजाउँछ। यो सुनेर तकारू सोध्छ कि ऊ पनि यस्तै केही गर्न सक्छ। ऊ आफ्नो परिचय दिन्छ। एलाइजा, आमा, आफ्ना पति पोरन र छोराछोरी किन र युनानको परिचय दिन्छे। अन्तमा तकारू त्यो सानो जीव देखाउँछ जसलाई ऊ अहिलेसम्म लुकाइरहेको थियो। बी कपडाभित्र छटपटाइरहेको थियो, त्यसैले लुकाउन गाह्रो भइसकेको थियो। पोरन सोध्छ कि के ऊ कुनै ड्रागन नाइट हो। तकारू हक्लिँदै भन्छ कि उसले केवल एउटा अण्डा भेटेको थियो। परिवार धेरै नआत्तिन्छन्, यद्यपि एलाइजालाई थाहा थियो कि ड्रागन र ड्रागन नाइट दुवै अत्यन्त दुर्लभ हुन्छन्, त्यसैले उसलाई अलिकति शंका लाग्छ। रात पर्दा तकारू आफ्ना जादुई ढुङ्गाहरू राख्छ जसले राक्षस नजिक आए वेहरदानी दिन्छन्। त्यसमा बी पनि पहरा दिनेछ। परिवारले ड्रागनमाथि पूर्ण विश्वास देखाउँछ, जो देखेर तकारू अचम्मित हुन्छ। एलाइजाले खाना पकाउने प्रस्ताव गर्छे, तर धन्यवाद स्वरूप तकारू आफै जिम्मेवारी लिन्छ। ऊ झोलाबाट सामग्री निकालेर एउटा विशेष मासु सलाद बनाउँछ। सबैलाई खाना अत्यन्त मनपर्छ। केवल पोरण चुपचाप बसिरहन्छ। तकारू डराउँछ कि सायद मसला धेरै भयो कि, तर वास्तविकता के हुन्छ, पोरण खुसीका आँसु रोक्न सकेको हुँदैन। धेरै दिनदेखि केवल सुखा मासु खाएपछि आफ्ना छोराछोरीलाई यति खुसी देखेर उसलाई अपार आनन्द मिल्छ। ऊ मजाक गर्दै भन्छ कि तकारू खाना पकाउने जादुगर हो। राति सबै मिलेर गीत गाउँछन्। त्यो क्षणले तकारूलाई गहिरो सोचमा डुबाइदिन्छ। पृथ्वीमा आफ्नो पुरानो जीवनमा उसले कहिल्यै बुझ्न सकेको थिएन कि चुपचाप एक्लै खानुभन्दा यस्ता रातहरू कति सुन्दर हुन्छन्। यस नयाँ संसारमा ऊ पहिलो पटक दिल खोलेर हाँस्न सक्छ। सुत्नुभन्दा अगाडि ऊ बीको टाउकोमा मायाले हात फेर्छ र ताराले भरिएको आकाश हेरेर मुस्कुराउँछ। बिहान पोरण घोडालाई सिंगारिरहेको हुन्छ र तकारू आफ्ना औजारहरू सफा गरिरहेको हुन्छ। एलाइजा उसलाई प्रशंसा गर्छे, जो मानिस औजारहरूको ख्याल राख्छ ऊ राम्रो मजदूर हुन्छ। तकारू सोध्छ कि सायद कलेक्टर बन्नु वास्तवमै उसको लागि सही बाटो हो। नास्तापछि उनीहरू फेरि अघि बढ्छन्। तकारूलाई गाडी चलाउन मन राख्छ र ऊ युनिकर्नको लगाम समाउँछ। जनावरले उसको कुरा मान्छ। पोरण भन्छ कि युनिकर्नले तकारूलाई मन पराएको हो। बी बिउझेर तकारूको काखमा बस्छ। जसै टर्मी गाउँ देखिन्छ, बच्चाहरू खुसी हुँदै त्यसको नाम दोहोर्याउन थाल्छन्। गाउँको ढोकामा तकारू गाडीबाट ओर्लिन्छ।
परिवारले उसलाई धन्यवाद दिन्छ र ऊ पनि उनीहरूलाई पैदल हिँड्न नपरेकोमा आभार व्यक्त गर्छ। गाडी गएपछि मार्लो भन्छ कि पोरणको फर्काईको अर्थ बसन्त आउन लागेको छ। ऊ बुझाउँछ कि जाडो याममा पोरण न्यानो क्षेत्रतर्फ बुनेका सामान बेच्न जान्छ र यसपालि शिकार गर्न नसक्दा उसको काम अत्यन्त कठिन भएको थियो।